फाइनल यस्तो राम्रो कुरा चल्दै तिमी किन यो पैसा कुरा कहाँबाट आयो? कहाँबाट आएको कुरा आफै निस्केको। हेर्नुहोस् गाइस, कसैको श्रीमतीले आफ्नो बुढाहरू पैसा कमाउन जाँदाखेरि आँसुको धारा खसाल्छन्, तर मेरो बुढीले भने मलाई विदेश जा पैसा होइन बाटे साथी हो। सबैको स्वास्नीहरूलाई चाहिन्छ पैसा पैसा कमाइकिन किन्छ यो पैसा, तँले किन्छ यो पैसा भन्ने भाषी किन लिने अर्काको छोरीलाई? एक्लै बस्ने हो। पैसा त कमाउनु पर्यो, कमाउँला जमाउँला। अनि त्यो त मिलेर कमाउनु। तिमी आफै पहिला बिहे गर्नुभन्दा अगाडि गीत गाएको होइन? दुईजना मिलेर कमाउँला भनेको त अब कमा म घर भनेको त जमाउँला त कमा म जमाउँला भनेको पछि काम लाने। जमाए त ऊ त्यत्रो जमाइसकेछ नि त पुगेन टोले के को फेरि तै पनि खैने गीत गाएको खैने गरे। अनि त्यो छोरा त्यत्रो बनाइसक्यो त्यो पुगेन टोले। अलि यता फर्काऊ मेरो छोरा। यो त झन् अझ उपर थप यो त अझ उसको खानासम्म पर लगभग उसको इच्छा आफूले गरी खाना नहुँदासम्म त हामीले त पाल्नु पर्छ। यसले त्यसले के खाला र 5-6 वर्षमा केही खान्न, त्यसपछि उसको हात पाखुरा बजारेर खान्छ। 5 वर्षको हात बजार खाइथी। 5 वर्षदेखि दाउरा फोरेर बाँचेको ज्यान हो यो। पैसा कमाइकिन अरूको काम गरेर 5 वर्षबाट रेकर्ड कसले लाछ यस्तो 5 वर्ष ती दाउरा चिर्न थाने। आफूभन्दा कान्छी श्रीमती नल्याऊ गराओ यस्तो भन्छ। कान्छी होइन जेठीले पनि तर लाको के को फेरि कान्छी श्रीमती नल्याऊ के त। पहिला एकचोटि एउटा मान्छेले अब 20 वर्ष बाँचेछु 20 वर्ष पनि बाँध्नु के गर्ने गरे। अब पहिला एउटा मान्छेले एउटा आमा छोरी थोरे, अब त पोइल जाल्दी छोरी म मरेल्छु। अब कसले खाने अन्न खेती गर्ने र भनिकन अब खेती नगरी बसेको अरे। अन्त अब न त्यो छोरी पहिला गयो त न आमा मरो अर्गाना साल त अब के खाने भइगयो। अन्त के खाने भइसकेपछि अब के खाने 3 महिने फापर उब्रेको भन्थे उस्ती जति कुरा अब किन्छ यो पैसा गरिदिए भो। 40 वर्ष 60 वर्ष ती कति बच्यो यार भा 80 वर्ष बाँच्छ कि त्यतिखेर छोराछोरीले कमाउला भन्ने कुरा हो। कुरा पनि गालाको पत्ता फुटालिकन दाँत घेन्ने जस्तै कि त्यसलाई भुइँती पत्र पारिने जस्तो। त मेरो हात चाहिँ अब काटिला भन्ने भाँचिला भन्ने डर छ। यस्तो हेर्नसम्म बुढाको अगाडि यस्तो कुरा नगर माउली। कुरा पनि कस्तो बुढा हो, कस्तो फ्याउरा जस्तो भन्छ आजकल मेरो बुढी यार। म कस्तो हेर्नसम्म भएको है खै तिमी राम्री छेउ नकुरा। कस्तो ब्युटिफुल मेरो बुढी, कस्तो क्युट भएको मेरो बुढी। तो मेरो तोला काटो मेरो तोला मेरो बुढु नजाने भाषी म जाने म गएर आऊ कि। ल गाइस सबैजनालाई आजको भ्लग कस्तो लाग्यो? आज चाहिँ हामी बुढाबुढीको गफ एपिसोड 1 आइसकेको छ। यस्तै गफहरू फेरि ल्याएर आउनेछु। पार्ट 2 पार्ट 3 पार्ट 4 गर्दै यस्तै मिठो गफ वैदेशिक रोजगारको सिलसिलामा जाने कुरालाई ल्याएर फेरि अर्को पार्ट पनि बनाउने छु। तपाईँहरूलाई मन पऱ्यो कमेन्ट लेखिदिनु होला है तल। होइन भाइ साथी हो सबैको सबै आइमाईहरू लोङछाराहरू सबैको घर खर्च चलाउनाले पैसा चाहिन नगरी ल भन्ने नि त तपाईँहरू। पैसा नचलाइकन अरू पैसा नभइकन मनी इज नट एभ्रिथिङ बेबी। पैसा नभइकन जिन्दगी चलाउने मान्छे को छ यहाँ कमेन्ट गरिदिनु छ त्यो। होइन चलिरहेको छ अहिलेसम्म त चलाइम नि। अहिलेसम्म चलाइ पनि पैसा त कमाइने कमाए तर विदेश नगएर कमाइन। तिमी त विदेश जाऊ भन्छ। विदेश त नजाने। आई डोन्ट लाइक विदेश। म नेपालमै के गर्न 2084 मा म चुनाव लड्छु। जे गर 84 चुनाव लड्छु। भोट कोले दिन्छ? तिमी दिन तयार छौ?
म यो देशमा सुशासन ल्याउँछु तिमीलाई पैसा कमाइदिन्छु भोट हाल्छौ त्यो म त हाल्नु भयो भोट पनि त्यसमै पैसा पनि नखोज मेरो बुढीले पैसा पनि नखोज्ने भोट पनि नहाल्ने भनेपछि म त अब चुनावमा पनि हार्ने भए मेरै घरको मान्छेले पनि मलाई चुनावमा हार्दाखेरि भोट नहाल्ने अरे भनेपछि अब चुनावमै उड्न बाँडे त के को भोट हाल्ने कहाँ हाल्ने भोट उही त के उसमा हाल्ने नि खाने डोकोर नाममा हाल्ने के म अहिले हालेछु अहिले किन हालौँला त्यो समय आउला 84 आउँदैछ मिसन 84 मा यो तिम्रो बुढा पनि प्रधानमन्त्री हुने क्षमता भएको मान्छे हो के देश प्रधानमन्त्री कहाँको जेलभाङको जेलभाङ हैन नेपालको नेपालको त उही होला जेलभाङको पनि होला होइ प्रधानमन्त्री त हन्न जेलभाङको पनि एउटा हिसाबले अब हे घरभित्रको यो सुनेली घरभित्रको प्रधानमन्त्री चाहिँ हो यो चाहिँ त्यो चाहिँ खान सक्छ सुनेलीको घरको प्रधानमन्त्री 60 वर्ष चाहिँ मर्ने मान्छे यो ल गाइस यति नै आजको भ्लग है बाइ बाइ